यसैगरी हाम्रो अर्को क्वेशन छ ग्रुप बी मा आउने क्वेशन है, यो 5 मार्क्स कै लागि आउँछ। म्यानुफ्याक्चर अफ नाइट्रिक एसिड बाई क्याटालाइटिक अक्सिडेसन अफ एमोनिया भनेर सोध्छ है। यो चाहिँ हामीहरुको 2074, 75 र 78 मा सोधिसकेको क्वेशन हो। अनि यसमा चाहिँ तपाईहरुलाई सोध्ने भनेको 2+3 गरेर नै सोध्छ है। तपाईहरुलाई चाहिँ प्रिन्सिपल सोध्छ प्लस यसको चाहिँ डायग्रामेटिक स्ट्रक्चर बनाऊ भनेर भन्छ है। यति बनाउँदा तपाईहरुले 5 मार्क्स पाउनुहुन्छ। अनि एकचोटी 2074 कि 75 कहिले चाहिँ के सोधेको छ, यसको चाहिँ स्ट्रक्चर बनाऊ हैन, नाइट्रिक एसिड कसरी बन्छ, म्यानुफ्याक्चर कसरी हुन्छ, यसको स्ट्रक्चर बनाऊ र यसको रियाक्सन लेख भनेर भनेको छ है। त्यही भएर मैले यो रियाक्सनको आधारमा चाहिँ तपाईहरुले प्रिन्सिपल लेख्दिएको छु है। नभए चाहिँ यसलाई तपाईहरुले आफैले पनि सर्टकट बनाएर एक स्टेपमै पनि सकाउन सक्नुहुन्छ, नभए यो सजिलै छ। ल अब हामीहरुको म्यानुफ्याक्चर अफ नाइट्रिक एसिड बाई क्याटालाइटिक अक्सिडेसन अफ एमोनिया भन्ने क्वेशन आउँछ है। सुरुमा चाहिँ हामीले के थाहा पाउनु पर्यो, यसको प्रिन्सिपल के छ भनेर है। प्रिन्सिपल चाहिँ 3 वटा रियाक्सनबाट कम्प्लिट हुन्छ, एकदम सजिलो छ है। जस्तो यो हेर्नु त, सुरुमा के छ, NH3 + O2 ले के दिइराछ, NO दिदैछ है, नाइट्रिक अक्साइड। एमोनिया र अक्साइड मिलेर नाइट्रिक अक्साइड र वाटर दिदैछ है। सुरुमा हामीले के निकाल्नु पर्ने चाहिँ यहाँबाट नाइट्रिक अक्साइड हामीहरुलाई चाहियो। सिम्पली भन्दा सुरुमा हामीहरुलाई के चाहियो, NO चाहियो, अनि त्यसपछि NO2 चाहियो, त्यसपछि HNO3 बन्छ है। तपाईहरुले जस्ट दिमागमा राख्दा यत्रो यो रियाक्सनहरु चाहिँ अलि पढ्न याद गर्न गाह्रो हुन्छ भने चाहिँ के सोच्नु भने सुरुमा NO बन्नु पर्यो, त्यसपछि NO2 बन्नु पर्यो, त्यसपछि मात्रै HNO3 बन्छ भनेर थाहा पाउनु है। यो चाहिँ यति थाहा भयो भने कन्फ्युजिङ चाहिँ लाग्दैन है। ल सुरुमा चाहिँ के हुन्छ, अमोनिया र अक्साइड मिलेर चाहिँ नाइट्रिक अक्साइड दिन्छ है। अब यो तपाईहरु आफै ल्याङ्ग्वेजमा लेख्न सक्नुहुन्छ है। मैले 1 नम्बरको मात्रै ल्याङ्ग्वेजमा लेख्दिएको छु, तर अरुको पनि तपाईहरुले ल्याङ्ग्वेजमा चाहिँ लेख्नु होला कसरी भनेर म सिकाउँछु है। When ammonia reacts with oxide, it gives nitric oxide and water भन्दा हुन्छ, अथवा it gives nitric oxide मात्रै भन्दा नि हुन्छ है। When ammonia reacts with oxide, it gives nitric oxide है। अर्को रियाक्सन के छ, हामीले नाइट्रिक अक्साइड बनाइसक्यौं। अब त्यो नाइट्रिक अक्साइडलाई एयरसँग, हावासँग रियाक्ट गरायो भने के बन्छ त, नाइट्रिक डाइअक्साइड। अघि अक्साइड थियो, एउटा मात्रै O भयो हुनाले अक्साइड, अब यहाँ दुईटा O आयो, त्यही भएर डाइअक्साइड। अब यो स्टेपमा हाम्रो के बन्यो, नाइट्रिक डाइअक्साइड। When nitric oxide react with air, it gives nitric dioxide। यही कुरा यसको तल लेख्नु होला है। अब नाइट्रिक डाइअक्साइड पनि हामीसँग बनिसक्यो भनेपछि हामीले के गर्नु पर्यो, नाइट्रिक डाइअक्साइडलाई फेरि हावा र पानीसँग रियाक्ट गरायो भने नाइट्रिक एसिड बन्छ हामीसँग है। यो चाहिँ डाइल्युट फर्ममा बन्छ हामीले भन्दा, अहिले हेरौँला त्यो एकछिनमा है। ल यसमा के भन्न सकिन्छ, when नाइट्रिक डाइअक्साइड रियाक्ट्स विथ वाटर एन्ड एयर, इट गिभ्स नाइट्रिक एसिड है त। यो चाहिँ हामीहरुको प्रिन्सिपल भयो। अनि त्यसपछि अर्को छ हामीहरुको म्यानुफ्याक्चर अफ नाइट्रिक एसिड बाई क्याटालाइटिक अक्सिडेसन अफ अमोनियाकै के रे स्केच है। स्केच चाहिँ कसरी बनाउने भनेपछि म तपाईहरुलाई सिम्पल आइडिया दिन्छु, त्यति आइडियाले सकिन्छ। अनि यस्तो जति पनि फिगर छ नि, हिजो हामीहरुले पढेको अनि भोलि पढ्ने अब जति पनि यस्तो खाले क्वेशनहरु छ, यसमा फिगर कसरी बनाउने भनेर यसको एउटा सर्टकट ट्रिक छ है। मैले बनाउँदा चाहिँ के गर्छु भनेपछि यसमा इन्स्ट्रुमेन्टहरु के छ सुरुमा त्यो मात्रै हेर्छु के, बाकीको यो लाइनहरु यताउता जसरी बनाउँदा नि हुन्छ, आफ्नो हिसाबले बनाउँदा नि राइट हुन्छ, यस्तै बनाउनु पर्छ भन्ने छैन। अब यसमा चाहिँ मैले के गरे, सुरुमा एउटा डब्बा, दुईटा, तीनवटा, चारवटा डिभाइसहरु छ, चारवटा बक्सहरु छ भन्ने मैले थाहा पाएँ, सक्यो। अब यो बक्सलाई तपाई यो शेपमा बनाउनु कि यो शेपमा बनाउनु कि यस्तोमा बनाउनु कि कोही सानो बनाउनु कोही ठुलो बनाउनु, आफ्नो इच्छाले बनाउनु के। मैले यसको भित्र यो लाइन गरिदिएको छु, त्यसमा तपाईहरु डट 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 गर्दिनु, जस्तो डिजाइन पार्दिनु हुन्छ। तर सिम्पली के थाहा हुनु पर्यो, 1 2 3 4 चारवटा बक्स छ भन्ने थाहा हुनु पर्यो है। चारवटा बक्समा पहिलो बक्सको नाम के हो, कन्भर्टर, त्यसले कन्भर्ट गर्छ है। सेकेन्ड बक्स के रहेछ त, कुलर हो है। त्यसपछि अर्को बक्समा आएर हामीहरुको रियाक्सन हुन्छ र फाइनली हामीसँग हुन्छ एब्जर्ब टावर है। ल अब सिम्पली चाहिँ तपाईहरुले यो फिगर बनाउनु पर्ने हो। म अलिकति यसमा एक्सप्लेन गर्दिन्छु। यो फिगरको तपाई तल
तपाईहरुले यदि टाइम छ भने एक्जाममा टाइम छ भने एक्सप्लेन गर्दा राम्रो भयो, एक्सप्लेन नगर्दा नि राम्रो मार्क्स त पाइ नै हाल्नुहुन्छ। कहिलेकाहीँ एक्सप्लेन पनि गर्दियौ भनेर आइदिन सक्छ नि त, तर अहिलेसम्म तपाईहरुको त्यसरी आ छैन। फिगर र प्रिन्सिपल मात्रै भनेको छ, सिम्पली यो चाहिँ हेरिराख्नु है। ल सुरुमा के हुन्छ, NH3 भनेको के हो, अमोनिया। अमोनिया र ड्राई एयर चाहिँ हामीहरुको के हुन्छ, कन्भर्टरमा जान्छ। यो NH3 र ड्राई एयर रियाक्ट भएर चाहिँ हामीहरुले के पाउँछौं, सुरुमा NO पाउँछौं है। प्रिन्सिपल नम्बर 1 मा के छ हेर्नु त एकचोटी। NH3 ले के दिन्छ भनेको चाहिँ यहाँ चाहिँ के भइराछ यता हेर्नु त, NH3 ले NO दिदैछ नि है। NH3 ले हामीहरुलाई के दियो, सुरुमा NO दियो। फर्स्ट स्टेप भनेको त NO निस्किनु पर्यो है। अब NO नाइट्रिक अक्साइड निस्किसकेपछि सेकेन्ड स्टेपमा NO2 निस्किनु पर्ने हो नि है। अब यो चाहिँ कुलरमा जान्छ, कुलरबाट चाहिँ अनि अगाडि फेरि यो रियाक्सन हुन्छ। फेरि केसँग रियाक्सन हुन्छ, एयरसँग रियाक्सन हुन्छ है यो रियाक्सन बक्समा। अनि अब चाहिँ यो NO चाहिँ रियाक्ट हुन्छ एयरसँग, यसले के दिन्छ, NO2 दिन्छ है। अब हामीहरुसँग सेकेन्ड स्टेप पनि कम्प्लिट भइसक्यो, NO2 आउने स्टेप यहाँनिर कम्प्लिट हुन्छ है। अब यो चाहिँ फेरि कता जान्छ, यो NO2 एब्जर्ब टावरमा जान्छ, जसमा माथिबाट पानीहरु स्पार्क भइराको हुन्छ, छर्किराको हुन्छ है। अनि यसमा एउटा अर्को पोर्सन के छ, वेस्ट ग्यासहरु यहाँदेखि बाहिर जान्छ है। अनि त्यसपछि अब यसमा एब्जर्ब भइसकेपछि फाइनल्ली हामीहरुले प्रोडक्ट चाहिँ के पाउँछौं त, नाइट्रिक एसिड पाउँछौं। कस्तो फर्ममा, डाइल्युट फर्ममा है। डाइल्युट DIL डाइल्युट HNO3 पाउँछौं। हामीहरुको यति मात्रै छ यो। यो नोट्स स्क्रिनशट राख्न सक्नुहुन्छ है, स्क्रिनशट राख्नु। मैले तपाईहरुको नोट्समा पनि राखिदिन्छु। थ्यांक यू। हामी अब जाम अर्को क्वेशनतिर है।